लाङटाङ र गोसाइकुण्ड ट्रेकिङको लागि तयारी हुँदैछ। यो चाहिँ ट्रेकिङको सामान। राम्रोसँग पुग्नु, सेफ जर्नी, ह्यापी जर्नी इन्जोय गर्नु। अनि हिजो बेलुका आउनु भएको होइन त नि यता सपनामा भने सपना लामटाङ हिँड्नु भोलि त उता जाने बाटो कस्तो होला हिँड्न गुड मर्निङ। हामी चाहिँ कहाँ छौँ रे मिस? हामीहरू अहिले के अरे पहिरो भन्ने ठाउँमा हामी पहिरो भन्ने ठाउँमा छौँ। हिजो आइपुग्यौँ यहाँ पानीमा भिज्दै पानीमा भिजेको भएर हामीले हिजोको चाहिँ भिडियो गर्न पाएनौँ। कति भिडियो। अब हामी यहाँ चिया लिएर ब्रेकफास्ट लिएर अनि माथि लाग्छौँ। हेर्नु न त्यहाँ कस्तो राम्रो हनी बी बाटोमा। ड्याम्बो आइपुग्यौँ। हामीलाई ड्याम्बो आएर कति घन्टा? 1.5 घन्टा। ड्याम ड्याम्बोबाट निस्किनु कस्तो राम्रो। लाङटाङ खोला आइपुग्यौँ। लाङटाङ खोलालाई लेफ्ट साइड पारेर हिँडिरहेको थियौँ अहिलेसम्म हामी। अब चाहिँ हामी लाङटाङ खोलालाई राइट साइड पारेर हिँड्दैछौँ। यो पुल तरेर एकदम ल्यान्डस्लाइड एरिया रहेछ। पुरै तल अलिकति यहाँ यस्तो बाटो बन्नु छ। यो पुरै पहिरो गएको थियो होला। लामा होटल अब कति छ? हजुर रिभर साइड आइपुग्यौँ हामी। अहिले चाहिँ कति बजेको छ? चाहिँ अब घोडा तबेला आउनु लागेको छ। त्यही भएर हामी एकैछिन रेस्ट गर्दैछौँ। यहाँ यस्तो राम्रो चौर रहेछ। हेलो कति घन्टा पछिको खुसियाली सुखद हो यो। हाम्रो त दिनभरि बिहान 7 बजे निस्केको। अहिले त हामी खुसी छौँ कि किनभने अब 15 मिनटमा के अरे 25 मिनटमा पुगिन्छ अरे घोडा तबेला। यार एक घोडा तबेला हेर्नु त हिमाल टल्केको छ। अब अहिले चाहिँ हामी बिहानको 8 बजे यहाँबाट लाङटाङ भ्यालीतिर प्रस्थान गर्दैछौँ। आज चाहिँ हामी अलिकति ढिलो भयौँ। हिजो अस्ति त हामी 7 बजे हिँडिसकेको थियौँ। आज अलिकति ढिलो थकित अवस्थामा थियौँ बेलुका। त्यो कारणले यो वरिपरिको सिनारी यस्तो छ। एकदमै राम्रो छ। लाङटाङ खोला छ यहाँ नजिक। कस्तो राम्रो मौसम छ मर्निङको। हिमाल यस्तो मजाले टल्केको छ कि बिहान हिँडेको घोडा तबेलाबाट 2 घन्टामा हामी 2 घन्टा होइन 1 घन्टा। घोडा होइन घोडा हो। घोडा तबेलाबाट 1 घन्टामा थाङसा आइपुग्यौँ।
1 घन्टामा रेकर्डै भयो त 1 घन्टा 20 मिनेट देखाएको त आमा हामी 20 मिनेट छिटो हिँडेको हिजो रेस्ट गरेको भएर होला भन्छ के बाबु थम्स अप 3140 यो चाहिँ लिरुङ हिमाल रे लिरुङ कस्तो राम्रो नदी आएको पुल हेर्नु पुल त्यहाँ यस्तो पहिरो छ एउटा खुट्टा गयो भने गयो एक लाङटाङ बोल्नै सकेन 3455 मिटर लाङटाङ आयौँ है हामी चाहिँ वी आर एराइभ लाङटाङ भिलेज राम्रो रहेछ यहाँ पुग्दा बजार बजारै रहेछ कत्रो रमाइलो भइरहेको हिमालहरू वरिपरि तिनतिरै हिमाल छन् यता पनि छ चारैतिर यताबाट कटेर आयो हिमालको कुना 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 भएर आएको तल यस्तो नदी छ यहाँनिर बाटो छ यहाँ यस्तो पहिरो पहिरो जोखिम हिमालै हिमाल हो त सकिँदै सकिँदैन हिँड्नु खोला कहाँबाट आउँछ होला भन्ने लाग्छ यार एराइभ ट्यान्जिङ दिस इज सो ब्युटिफुल तर सास फेर्न सकेन उकालो हिउँ नै हिउँको हिमालको बिचमा एउटा सहर छ क्या तपाईँ जति खिचेको नि हिमालै हिमाल आउँछ जहाँसुकै यो चाहिँ हाम्रो सनसेट हामी आएको चाहिँ उठाबाट आज चाहिँ हामी ट्यान्जिङ गुम्बामा ब्रेकफास्ट लिँदैछौँ हामी त हेलिकप्टरमा कता हिमालको चुचुरोमा यस्तो पनि पुरा नास्ता पनि यस्तो दामी 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 कता उता नि भइदियो यहाँ त पठाएको जस्तो रहेछ क्या हेलिकप्टर त चिमचिममा आउने बोलाइसकिहाल्यो साउन्ड पुऱ्याउने पठाएको आउनु पनि ढिलो गर्ला हेलिकप्टर छिटो आउँदो रहेछ हेलिकप्टर साउन्ड पुऱ्याउनु हामीलाई मम्मीहरूले भ्याउनु मेरो होइन कहाँ जाने लाग्यो रे अब हामी कहाँ जाने रे लक्ष्मी कान्जिङ्ग्री जाने हो म केही भएकै छैन मलाई हेलो गाइस हामी क्यान्जिरी 1 एक्सप्लोर गर्दैछौँ बडो रमाइलो हिम यो हेर्नु न यो लाङटाङ हिमाल कति लामो हो यहाँदेखि भन्छ 360 देख्दो रहेछ यहाँदेखि पुगेछ हात झमझम हेलो क्यान्जिरी चढ्दै गरेको अवस्था यस्तो छ के हो मर्ने भयो भनेको
के हुन्छ र मैले डबल लगाएको छु फातालो ए म्याम गरे तपाईको के हुन्छ अरे पातलो भएपछि छिरिसक्यो यस्तो घाम लाग्यो अझै छिरे हेर्नु हेलो 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 ब्युटिफुल थ्याङ्क यू कस्तो फिल भइरहेको तपाईँलाई मलाई त एकदमै रमाइलो भइरहेको एकछिनमा रमाइलो हुन्छ एकछिनमा फेरि मैले देखाइदिन्छु सब कुरा एकछिनमा स्याहार गरेर तर अहिले त एकदम रमाइलो भइरहेको हामी चाहिँ क्यान्जिरी वान एक्सप्लोर गर्दैछौँ उकालो त छ तर पनि असाध्यै रमाइलो भइरहेको छ केदारनाथमा कस्तो भइरहेछ हामीसँग अलमोस्ट 70 को आमा हुनुहुन्छ उहाँ पनि चढ्नु भएको छ एकदम भेरी 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 वन्डरफुल एक्सपिरियन्स very tough but we can do it we know we will do it यस ब्युटिफुल लेडी कस्तो भइरहेको एल्जाबान how was your journey please tell me रमाइलो मलाई चाहिँ यो बाटो छोडेर बरु यो ठाडै उकालो चढ्नुहोस् बाटो यता घुम्यो उता घुम्यो लास्टमा पनि त्यही कति एनर्जेटिक मान्छेहरू लिएर आएको हामीले हेर्नु गाइस कस्तो कुरा गर्नुभयो कस्तो मेरो डाँडो डाँडै चढ्यो टाढै उकालो भइन्छ अर्थ्यो अरे कति राम्रो हो कि हिमाल पुग्न हिमालमा पुग्न सबैजना एकदमै लास्टमा पुग्छ त्यही एक्साइटेड हुनुहुन्छ ल अब लक्ष्मीजीको हेलो ब्युटिफुल लेडी कस्तो भइरहेछ त म्याम तपाईँ भन्नु त हाउ इज योर एक्सपिरियन्स कस्तो भइरहेछ बाबु कस्तो लागिरहेको छ तिमीलाई हामीसँग अलमोस्ट 11 देखि 17 सम्मको टिम छ हामीसँग सबैजना एकदमै एक्साइटेड हुनुहुन्छ त्यो चुचुरोमा पुग्नको लागि हामी चाहिँ यहाँ छौँ यो चाहिँ ग्रिन लेक हो कि वी थिङ्क हाम्रो यहाँ गाइड हुनुहुन्न कोही पनि त्यही भएर हामी सोचिरहेको Kanjiri 1 we are arrived Kanjiri 1 finally guys we did it यही मात्र है हेर्दा जतासुकै 360 भ्यू हिउँ माई गॉड हाम्रो पेरेन्ट्स म्याम यहाँ आइसक्नु भएको छ उडाउनु उडाउनु माथि यहाँ आउँदा त मजा हिँड्दा चाहिँ अहिले झर्दा गुड्केर तल पुग्छ चिया कफी नास्ता यसो घुमाइदिनु न अरूतिर नि आफूतिर नि घुमाउनु न हामी चाहिँ अब क्यान्चेरीबाट झर्दै यहाँबाट झर्दै तल तलको भिलेजलाई नै क्यान्चेरी भन्ने हो ट्रेकर्सको लागि ट्रेकर्स होम रुम चाहिँ यस्तो छ हाम्रो रुमबाट यस्तो मजाको भ्यू देख्छ वाउ हेर्नु न साथीहरू रुमबाट देख्ने भ्यू हो यो अर्को चाहिँ आयो यो रुम फेरि यो पनि त्यस्तै छ भ्यू खतरा भ्यू देखिने रुमबाट हेलो भाइ चाहिँ यहाँको हुनुहुन्छ मलाई चाहिँ यो हिमालहरूको नाम थाहा भएन एकचोटि भनिदिनुहुन्छ कुन चाहिँ हिमाल यताबाट ल्याउनु हजुर त्यताको हिमाल चाहिँ यता काङचुपो भन्छ हजुर हजुर यताबाट आउँदा चाहिँ यो चाहिँ यता देखाउनु त उयो फ्ल्याटवाला चाहिँ नयाँ काङ भन्छ यो हिमालको अनि यो चाहिँ नयाँ काङ रेन्ज नै हो पुरै
अनि उतापट्टि त्यो चुच्चुरो जस्तो चाहिँ बेड एन्ड पावेल पिक भन्छ, स्काउट पिक भन्छ, त्यो चाहिँ मुन्टुको ठ्याक्कै पारी छ। अरू चाहिँ यही काङसम्बोको रेन्ज नै हो प्रायः प्रायः। हजुर यताको चाहिँ हाम्रो यता लाङटाङको सबभन्दा अग्लो हिमाल लाङटाङ गिरुङ नयाँ खाङ यस्तो छ नि फ्ल्याट फ्ल्याट हिमाल उसकै रेन्ज हो क्या प्रायः। ए मलाई चाहिँ ठ्याक्कै के भन्नु छ भने त्यो सबभन्दा ठुलो हिमाल चाहिँ लाङटाङ हिमाल गिरुङ भन्छ क्या, लाङटाङ गिरुङ। 1 र 2 छ अनि त्यो चाहिँ ग्लेसियर भयो त्यसकै। ए अनि यतापट्टि त्यो ग्लेसियर बगेपछिको त्यो 2 बाट जुन हिमाल देखिन्छ नि त्यो चाहिँ त्यो लाङटाङ गिरुङ चाहिँ रेन्ज नै हो ए पुरै त्यो हो नि। ए ओके एउटै हिमाल। थ्याङ्क यू। रोमन भन्ने बिचमा छ कि यस्तो त्यो त छ कि वालमै प्रिन्ट गरेको हामीले वेट पहिरो नबोकिकन बिचबाटै छुट्टै जाने बाटो छैन। छैन पहिरो त पुग्नै पर्यो। रिम्चेबाट जाने बाटो देखाइराख के रिम्चीबाट देखाइराख के एउटा होइन रिम्चेबाट तल गएर जानु पहिरोबाटै जानु पहिरोबाटै जानुपर्छ पहिरो भन्दा अलि तलबाट तलबाट हजुर। त्यो त हामीले देखेको थियौँ एउटा वालमा पाउ। थ्याङ्क यू। चिज फ्याक्ट्री आएको यहाँ चाहिँ के पाउँदो रहेछ। अब हामी यसो हेरेर चिजहरू पायो भने लिने खाने विचार गरिरहेको छौँ। चिज फ्याक्ट्री त्यहाँनिर भिडियो गर्नु मिल्छ? यहाँ भिडियो गर्नु मिल्छ? थ्याङ्क यू। यसरी काटेर जोखेर दिनुहुँदो रहेछ। यस्तो गोलो बनाएर राख्नु हुँदो रहेछ यहाँनिर है। त्यसपछि यसरी काटेर दिनुहुँदो रहेछ। पाइनु पाइँदैन खै एकचोटि दिनु न मलाई निस्की चाह। 1 वर्षको 1 वर्षको यो 1 वर्षको होइन 5 महिनाको यो चाहिँ 5 महिनाको। दाइ खासमा यो बन्छ चाहिँ कसरी बनाउने चाहिँ कसरी हो? ए आगो लगाउने 51-52मा पाक्छ भने के हो? ए अँ अनि यस्तो बनाएर राख्ने। यसको चाहिँ सेप हुन्छ कुनै? ए त्यहाँ बनिरहेको हो। दोर्जे बेकरी क्याफे एन्ड कफी सेन्टर। यहाँनिर यस्तो कफी सेन्टर पनि रहेछ। अहिले चाहिँ तर खासै कफी खाने मान्छेहरू छैन, मर्निङमा हुने होला। मन निकालेको ब्युटिफुल लेडी आउँदै हुनुहुन्छ। यस्तो उकालो चढ्दै चढ्दै कति राम्रो देखिनु भएको। तपाईँ कहाँबाट आउनुभएको? तपाईँ राम्रो नि। तपाईँ कहाँबाट आउनुभएको म्याम?
कस्तो भइरहेछ त एकदम रमाइलो भइरहेछ एकदम रमाइलो हिजोसम्म त अलिकति गाह्रो भएको थियो अहिले यो हिमाल देखेर सबै बिर्से यही हिमालले तानिरहेछ है अहिलेसम्म एकदम रमाइलो भइरहेछ हात डढेर यो डाम बसेको विन्ड प्रुफको डाम बसेको विन्ड प्रुफ ला भन्दा तल चाहिँ हात डढेर यस्तो कालो आज हाम्रो क्यान्जुरीको लास्ट मर्निङ अब हामी यहाँ निस्किन्छौँ ब्रेकफास्ट गर्दैछौँ आज दिनमा 5 फर्स्ट दिन भएको छ जाउलो भात खाएर हिँड्नु लाम हामी हामी चाहिँ हिँडेको अब बाटो लाग्यौँ रिटर्न ब्याक आज चाहिँ हिँड्दा पनि कति राम्रो छ हो छोडेर जाने चाहना छैन तर मोबाइलमा राम्रो क्याप्चर होइन अस्ति टल्किरहेको हिँड्दा यो चाहिँ क्यान्जिङ गुम्बा बाबु किन त्यस्तो गरेको भयो कि त्यति भयो हुन्छ एउटा सानो यिनीहरूले घर बनाएको अरे स्वर्गको लागि ल मलाई यत्रो घर भए पुग्छ स्वर्गमा ल हुनै आउनु अझै अगाडि अझै अगाडि ल उता के हेर्नु बिगार मैले छ एकचोटि 1 मिनट हेर्दैन मैले प्लेट चाहिँ होइन 2072 सालको भूकम्पमा पुरै गाउँ नै भाँसिएर सखा भएको यहाँनिर चाहिँ रसुवालाई केन्द्रबिन्दु बनाएर आएको थियो कि सायद एकचोटि सबै गाउँ भाँच्यो गरे गेस्टहरू स्थानीय बासिन्दाहरू हामी चाहिँ लाङटाङ पुगेर फेरि फर्किसक्यौँ आज हाम्रो 5 डे हामी यस्तो राम्रो रोमान्टिक जङ्गलमा आइपुगेका छौँ यो जङ्गल कस्तो राम्रो छ कि तर यहाँ हल्का पानी परेर हामी सबजना रेनकोटमा खतरा ड्रेसमा आमाले चाहिँ रेनकोट खोलिसक्नु हो अरू त रेनकोट नै हुन्छ आयो पुल आयो अब बेम्बो आउन थाल्यो बेम्बो पछि हामी फेरि एकछिन रेस्ट गरेर अनि पहिरोतिर लाग्छौँ मेरो त भारी हो तपाईँको यो चाहिँ भिडियो है सर्ट भिडियो टाढोबाट ठिक छ बन्दु भन्छ कि यसलाई चाहिँ हामीले त उहाँको देख्छौँ नि पहिरो अनि मुखमा रातो भएको सेतो छ अनि मुखमा गाली मौरी भएको चाहिँ कालो कालो अनि त्यो खाली रहेछ त्यो सेतो चाहिँ कसरी बनायो होला कति नानी आफ्नै केही सागरबाट बनाएको कति धेरै हो मौरी कुण्डको यात्रा बाई गर न बाई म्याम बाई हामी चाहिँ गोसाइकुण्ड जान थाल्यौँ यहाँबाट चाहिँ गोसाइकुण्डको छुट्टिन्छ आज त्यही होटलमा तातपानी आयो भने नुहाउने आज कहाँ पुग्ने आज ठुलो स्याप्रो कुनमा जानुहुन्छ ठुलो स्याप्रोमा
अझै एट्र्याक्टिभ देखाउने के गरेर कुन हो मेरो तिम्रो यो भौँभौ खुर्कन भन्छ हुँदैन यो बाले बनाइदिनु हो हामीलाई चाउचाउ जयबाल भन्नु न जय घन्टी भन्नु घन्टीमै हाल्नु भएको अनि खान नपाएको अब यसरी पिडो रहेछ लागेको ठुलो साथी पुग्नको लागि एकदम धेरै लाली गुराँस रहेछ बाटोमा रातै रातै हुने गरेर रहेछ रोड उडेन आज हामी ठुलो साथी गएर बस्छौँ भोलि पर्सि पुग्छ मलाई हामी बसाकिन खतरा बाटो रहेछ कि यस्तो भिड छ यहाँ सानो बाटो भयो यहाँबाट तल नदी कत्रो डर लाग्यो नन्दी बाटो छोड नन्दी बाटो नबनाऊ न बन्दी यो गोरुले बाटो छेकिदिएर हेर्नु हामी चाहिँ उता त्यो हिमालदेखि नि त्यो हिमालको पारिपट्टिबाट आएको त्यहाँबाट हिमालको यो डाँडाको पछि 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 गएर त्यो डाँडाको त्यो खोज देख्यो नि त्यो खोजबाट आएर हो त्यो होटल देख्यो नि त्यहाँनिर त्यसमा आएर नास्ता गरेर त्यसको खोज 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 खोजबाट यता गएर त्यसपछि वहाँ पुगेर त्यहाँबाट पुल तरेर फेरि यहाँ आइपुग्यौँ भने चाहिँ हामी त साह्रै हिँड्यौँ आज त ठुलो स्याफ्रु आइपुग्यौँ तर त्यो चुचुरोमा पुग्न अझै आधा घन्टा लाग्ने होला हामीलाई तर कस्तो रमाइलो रहेछ गाउँ ठुलो स्याफ्रुबाट आज चाहिँ कोसाई कुन्नको लागि हिँड्यो त्योहरूमा त देखेको छैन अक्षर नै हेलो फ्या पऱ्यो हिँड्न नसकेर हेर्नु न साथीहरू उहाँ गएर बिन्दास लडेछन् यस्तो भएपछि कसरी पुगिन्छ उकालो साथीहरू उकालो कसरी उकालो तै पनि रमाइलो भइरह मजा आइरह तापा त झाका आइरहँदो छ म पता नहारे बङ झिङ्गा त नि त्यो बिरालो हेर्नु न कस्तो बिरालो हेर्नु यहाँ यहाँ पनि बिरालो है तर आमा आउनु छिटो आहा अब हामी 10:30 भयो यो चौरमा बसेर चिया खाम एकछिन यसरी तर हामीले एउटा नि भिडियो बनायो त्यसो सबै आना खान के आमा सबै ए पछाडि आकाश सबै आकाश लुगा भएन के कफी कालो कफी बनाउनु लाग्यौँ अब के गरेको यस्तो गरेर बस्छ आमा कालो खाने पोखिएछ दाइ के हो एकजना चाहिन्छ कि मलाई साथी समाज
घाम पनि कस्तो मजाको आएको है अहिलेदेखि नि त यहीँ असल लाग्यो कता हल्का आयो थके लाग्यो थकै बनाऊ हेर्नु लाले गुराँस कति फुलेको लाले गुराँस फुलेको देखेर जति थके लाग्यो नि थकाइ नै हराउँछ थकै हराउँछ खायो कि भन्ने सोच्यो होला नि भन्नै नआएको ठ्याक्कै ढोका कस्तो राम्रो जङ्गल रे तीन बजेर 29 मिनट गयो हामी चोलाङपाटी आइपुग्यौँ स्थिति त साह्रै नाजुक छ उनीहरूको फिलिङ अलि नजिक आउनु त भिज्दैन फोटो ये का अब यस्तै रातभरि भोलि पनि पऱ्यो भने हामी पनि जान्छ सौदन भने बा हामी चाहिँ अहिले चोलाङपाटीमा छौँ अब भोलि हामी यहाँबाट गोसाइकुण्ड जान्छौँ हेरौँ कस्तो हुन्छ गोसाइकुण्ड जान सकिन्छ कि सकिन्न एकदमै हिउँ परिरहेको छ कस्तो राम्रो हिउँ परिरहेको नि हेर्नु त कस्तो राम्रो हिउँ आफै रहेछ घरमा जानी हो नि मैले यस्तै बेल्छ मैले कति चलाइ कति लेबर काम गर्नुहुन्थ्यो लेबर काम गर्नु कहाँबाट कति सजिलो हुँदो रहेछ फोटो खिच्दा आयो त्यही बेला मजा हुँदो रहेछ आज मलाई खाजाको पैसा लिनु नि गुड मर्निङ त माथि माथि बोलाउनु नि चन्द्रमा पनि अलि देखियो त यहाँ बस्नुमा फोटो खिचिदिन्छु ओ हिमाल यो कहीँ छुनु भएन यहीँ हुन्छ हेर्नै मेरै भयो होइन
सक्छ नि त अनि त्यसो गर्दा पनि भयो हामी चाहिँ चोलाङ पार्टीबाट पोटल हाल्थ्यो नि त अगाडि बढ्यो लौरी बिनामा पुगेर हामी खाना खान्छौँ होला त्यसपछि हामी गोसाइकुण्ड पुग्छौँ आज यस्तो सेताम्मी बाटो रुखहरू नि त्यस्तै सेताम्मे छन् हामी त सकि नसकि हिँडिरहन् सकिन हाल्नु सास मुट कहाँनिर कफी खाने होला भनेर यस्तो पिर लगाइरहेको थियो ठ्याक्कै भगवान्ले एउटा टरो बनाइदिएछ तिमीहरू कफी खाऊ भनेर रेड पान्डा भेट्दो रहेछ ए रेड पान्डा यहाँ अहिले भिडियोमा देखाइदिन्छु आमा आउनु हाम्रो खकर कति पहेँलो देख्यो है हिउँमा खाँदा तिमीले नि याद गर्यो कति पाऱ्यो त्यो ल म पछाडि जान्छु ल हिँड्नु हाम्रो हिँड्नु आमा मोबाइलमा नहेरिकन हिँड्नु नि हुन्छ यसो दायाँ बायाँ आफ्नै सुरुमा हिँड्ने के सकियो कि छ हो नि बाँच्यो नि बहिनी बाँच्यो अनि मैले गरेर नि हो नि तपाईँले भन्नुभयो र नि हो रे सबै अनि हेर्नुहोस् त यहाँ चाहिँ फेरि टिकटक समाचारमा चाहिँ होटेल दुईटाको मात्रै नाम आएको छ हो तर ठिक छ है हामी नाम कमाउन पर्दैन मलाई नाम कमाउनु पर्दैन धर्म गर्नु पर्यो हजुरले भनिदिनु भएको हो मसँग उहाँहरूको नम्बर थियो अनि मैले घरिघरि फोन गरेको के छ बेलुका चाहिँ हिँड्नु नपर्ने छ आज 12-1 बजीबाट फेरि यस्तै हिउँले छोपिन्छ अरे अनि भोलि पनि त्यस्तै हुन्छ अरे आर्मीले त हामीलाई नजाऊ फर्क्यौ को नजानी नजानी हिजो सकिन्छ भने जाला त्यस्तो आपत पाइयो होइन हाम्रो साथीले बिरामी भयो अनि हिउँ परेपछि फर्किनु पर्ने थियो के बल गर्न नहुने थियो कहाँको नाम लिएर आउनु भयो के पत्ता उनको कृपाले बाँच्नु भयो 14 जना भनेको सबैजना लेडिज हुनुहुन्थ्यो बाँच्छ फेरि आउन सकिन्छ कि यस्तो बाँच्यो भने अब भोलि आउँला त्यो छुट्टै ठाउँमा छ अब फेरि बल गर्नुहुन्न बिरामी भयो फेरि सबैजना अनि गोसाइकुण्डको यात्रामा तरकारी दाल पकाएको त होइन हो चलाएको झ्याली पकाएको भन्ने मलाई दाल त उम्लेकै भयो पहिला भात हालेर हाल्ने कि सेलाइहाल्छ एक डाडुले एउटा भरिँदो रहेछ दाल भात पावरले हामी गोसाइकुण्ड पुग्न सक्छौँ होइन किन नसक्ने पुगेर आउँछौँ त्यसो नहुनु नि भाइ सक्नुहुन्छ तपाईँहरू भन्नु न नभन है फेरि किन भन बाई बाई हेलो
भात खाँदा चस्मा लाएर हिमालमा चस्मा लाएर भात How fast you turn back? Yeah, I'm going back. There is snow. Where is your friend? There is snow. My friend? There is snow falling. No. No. Not yet, but maybe later. How many? Hello, spaghetti. How far is My it? big sister. No, you are out of the camera. That. Come here. With me? Yes. No, still you don't see this. हेत्तेरिका Yeah, you got Yeah. there. Can we reach there today? You can do it. Yes. You go to sleep there. Yes. You need from here, there. You are young. 1 hour, 20 minutes. Only walking. 1 hour 20 minutes. Yeah. From So, there. 20 Yes. minutes this peak, and Yes. from this peak have a break, Yes. then 1 hour. Thank you. Enjoy it. Okay. ल यहाँबाट देखिन्न ल आउनु है ल स्नो फलिङ स्नोफल हुनसक्छ ए मेरो टोपी त नआएको क्या राउ कोही त्यहाँबाट Done. उतारि स्नोले ढाकिसक्यो यो है आज एकदम लास्टै भएको यत्रो दिनको थकाइ निस्क्यो होला के हुनु त्यही भएर होला सबै कुहिरो लाग्यो ढाक्यो अब हामी कसरी जाने अलमोस्ट 50 बाटो चाहिँ हिँडिसक्यौँ हामी अझै आधा बाटो बाँकी छ यस्तो छ हेर्नु त म अगाडि हिँड्छु यस्तो तपाईँलाई सजिलो होला अलिकति बार छ यहाँनिर अनि यता छ यस्तो पहाड त्यता छ त्यस्तो भुइँ गयो भने जिन्दगी छैन त्यस्तो बार त छ तर रेलिङमा समात्न पनि डर लाग्दो है यस्तो हो क्या हामी यस्तो डराउँदै हिँडिरहेको कि आइसक्यो चिलमा खान फेरि तर हामी चिल यस्तो चिप्लो हो कि पानी पानी हो यहाँ तल छप्ले छप्ले जुत्ता त पुरै भिजिसक्यो भित्रसम्म कस्तो ओरिजिनल गोल्ड स्टार हो यो यस्तो फोन लाग्दैन रहेछ यहाँबाट बिजोग भयो यार ठाउँमा हेर तर रमाइलो लागिरह तर बिजोग भयो तर नि आइहाल्छ घोडा छन् त्यहाँ दुईटा घोडा छुट्टै छ एउटा पछाडि छ बाटो यत्रो हो यही हो लड्नुभएको त्यो छेउ कुनामा हो त्यो कुनामा त्यो खुर्किलाम लास्ट हो कुर्किलाम दर्शन गर्ने अनि त्यही घोडामै तल झर्नु के हुन्छ अब मलाई अलिक धेरै गाह्रो भयो भने अब त्यही अनुसारको गर्नु पर्यो अब ठिक अलिकति यसो भयो भने यस्तो ओह्रालो हो कि हामी यस्तो प्रतीक्षाले रहेछौँ हामी आइपुग्यौँ यस्तो चिल्लो बाटो चाहिँ एउटा कसरी जानुपर्छ अलिक अगाडि अलिक सजिलो हुन्छ क्या जब हिउँ हुन्छ नि बाटोमा कि त्यसमा हिँड्नु सजिलो हुन्छ कि हिउँ सकिए चाहिँ सजिलो हुन्छ यसमा त चिल्लो चिल्लो हो उहीँ तल चोलाङपाटीसम्मै पुरै हिलो भएको छ बाटो भोलि पनि त्यस्तै हुने होला भाइ भोलि त्यस्तै भयो भने कि अलिक कम हुन्छ कि अलि हिउँ पर्छ फेरि हिउँ पऱ्यो भने पनि सजिलो हुन्छ क्या अलिक बाटोमा हामी हिउँमा टेक्दै आयो पनि त्यस्तै हुन्छ यहाँको मौसम एकदमै छिनछिनमा चेन्ज भइरहेछ भर्खरै घाम लगाइरहेको थियो भर्खरै भैरवकुण्डनिर आइपुगेँ म भैरवकुण्ड हेर्छु भनेको सबै ड्याममै छेक्यो कुहिरोले
भैरवकुण्डै देखिएन यहाँ त छिनछिनमै चेन्ज भइरहनु वाउ देखियो देखाउँछु है म ब्याकबाट जस्ट अ मिनट देखियो ओ माई गॉड यो चाहिँ भैरवकुण्ड आइपुग्यौँ हामी अब एकछिनमा गोसाइकुण्ड पुगिन्छ हिँड्दैछौँ हिउँ पग्लेर बाटो जति पानी भएको छ डेन्जर छ बाटो नि अहिले चाहिँ अलि राम्रो आइसक्यो पानी चाहिँ पानी छ खोला जस्तो छ पानी के अरे खोला बगिरा बाटोमा भैरवकुण्ड कुण्ड नि थियो तल फाइनली दिउँसोको पाउने दिन भयो हामी चाहिँ गोसाइकुण्ड आइपुग्यौँ खासमा त आज आएर आज फर्किनु पर्थ्यो धेरैजना साथीहरू त्यस्तै गर्नुभयो तर हामी सकेनौँ अलमोस्ट 3 बजे आइपुगेर अब हामीले त यहाँ कतिखेर पूजासुजा गरेर कतिखेर फर्किनु त सम्भव छैन आज फर्किन त्यही पनि वेदर बिग्रिरहेको अवस्था पर्नु सुरु भयो क्या पर्न थाल्यो सानो दानाहरू पर्न थालिसक्यो हिउँ बाटो त्यहाँ बाटो सरस्वती कुण्ड अनि के कुण्ड अरे त्यता सरस्वती कुण्ड त्यहाँबाट व्रत कुण्डबाट अलि माथि गएपछि सिरानको सूर्यकुण्ड त्यति होला सूर्यकुण्ड छ त्यतातिर व्रतकुण्ड सरस्वती कुण्ड सूर्यकुण्ड जानु पर्यो भने त्यो बाटोबाट हुँदै उता पुग्ने यहाँ आइसकेपछि यो चाहिँ गोसाइकुण्ड आज जानु मिल्छ अहिले आज त अब टाढै हो आउने जाने गरी तपाईँहरूले मेरो विचारमा जान्ने 2.5 घन्टा जति लाग्छ यो चाहिँ गोसाइकुण्ड यो चाहिँ आयो नागकुण्ड यो चाहिँ गोसाइकुण्ड यतापट्टि छ यो नागकुण्ड उता हामी छोडेर आयौँ एउटा त्यो चाहिँ भैरवकुण्ड नै छुन सकिने जस्तो यही त हो लिएर आम्ला अहिले के थाहा त नि भाइ थाहै भएन यति नजिकै छ भनेर शिवलिङ्ग चाहिँ उहाँदेखि रहेछ यहाँनिर घन्टी रहेछ कस्तो बताउ अब घुम्ने भए आज घुम्ने आमा भोलि बिहान त त्यस्तै घुम्ने भए आज घुम्नु आमा भोलि बिहान त त्यस्तै यहाँबाट माथि उहाँ डाँडो चढेर त्यहाँबाट तल झरेर फेरि त्यत्रो फनक
देखिनु न नि त अन्त तपाईँको तिमीलाई फोकस गरौँ कि ताललाई तिमीलाई फोकस गर्ने कि ताललाई यहाँ चाहिँ मन्दिर रहेछ मन्दिर आइपुग्यौँ हामी भर्खरै त्यस्तो तुवालो आउँछ भर्खरै घाम लाग्छ भर्खर तुवालो आएर सबैलाई छेक्छ त्यस्तो हुँदो रहेछ त्यहाँ मन्दिरमा आइपुगेँ कुन बजाएको बजाउने होइन रामा बजाउनु पर्यो त्यही मन्दिर देखाएर म यस्तो हिँड्छु अनि फेरि भिडियो भने तिमी उताबाट पहिला देखाऊ मन्दिर यताबाट अनि तिमी यहाँनिर आइसु हिँड्नु दिदी भन अनि उता तालको सुरुबाट तिमी यहाँनिर बस्छ मन्दिर रहेछ यता ताल छ यो ताल भयो गोसाइकुण्ड यो कुण्ड भयो कुण्डको छेउमा मन्दिर रहेछ शिवको मन्दिर एकचोटि मन्दिर परिक्रमा गरौँ यतापट्टिको हातमा लिन्छु म भोले शिव जय भोले शिव चिसो लाग्यो चिप्ली पनि छ क्या हिउँ परेको भएर कस्तो चिप्लेको म त्यहाँबाट आउँछु एक सर्ट बनाइदिनु है भइहाल्छ नि जानु जानु भन्नु है पुगिसकेपछि रमाइलो त भइरह तर चिसो भइरह हिउँ पर्न थाल्यो फेरि त्यताबाट भयो गोसाइकुण्ड या लेट्स गो जाडो भइसक्यो मम्मी ल 6 बजे रेडी भयौँ हामी जानको लागि गोसाइकुण्ड कुण्डको नजिक बसिरहेछौँ हामी मर्निङ भ्यू यस्तो खाले कुण्डको नजिकै बसिरहेछौँ हामी मर्निङदेखि नै स्नोफल भइराखेको छ हामी त अब कसरी फेरि सवारी हुने हो कुण्डको दर्शन गर्न आएको छ महादेवको हिउँ पर्न थालिसक्यो है फेरि हामी यस्तो भएपछि अनुहार देखाउन सक्ने स्थिति होइन स्नोफल भइरहेको
पानीको बोतल लिएर आएको भयो पानी लैजानुलाई कुण्डबाट औँला काट्न लागिरहेछ कुण्ड माय गॉड हामी चाहिँ तल स्नान गर्ने ठाउँमा आयौँ माथि पूजासुजा गरेर गुरुबा हुनुहुन्न रहेछ ढोक गऱ्यौँ पानी लानको लागि बोतल स्नान गर्ने ठाउँ अरे यो मैले त मुख धुने बारेमा त सोचेको छैन भाइ सान्छी औँलाको स्नान गराउँछु मैले त घुम्यो भने त सकिन्छ दिनभरि यहीँ बसेर अनि हेलिकप्टरमा जाने मान्छेलाई घुम्न किन नसकिने अङ्कल ल्याउनु भयो र होइन ए त्यो त हेलिकप्टर नआइकन त अङ्कललाई गालेर भयो नि के गर्नु र यो कुण्ड हो गाइस कुण्ड गोसाई कुण्ड गोसाई कुण्ड विथ मी विथ गोसाई कुण्ड टोपी खोल्न पनि सकेको छैन कपडा निकाल्न पनि सकेको छैन यसमा लैजाने हो पानी जल जल भक्त आमा जय जय गङ्गे जय 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 रक्षा गर धेरै चिसो पानी त रहेनछ अहिले एकछिनमा थाहा हुन्छ त्यही हो र मैले त्यहाँ जल भरेको भाँडा जन्मिसक्यो म देखेको छु ल आउँ छिटो गर्नु है जब गर्नु मन भएर फेरि पाप गर्ने मत नि नआओस् गरिदिनु त मेरो स्नान त्यति नै बाबा आफ्नै छ अनि धनी आफ्नै छ माथि मन्दिर हो नि बल्ल ग्लोभ्स लगाएर त अलिक भएन कि ल त तान्देऊ त माथि हो नि माथि बाल्ने हो कि माथि
हेर्नु हजुरको बत्ती बालेको फोटो खिचेछ भित्र गएको तपाईँहरू अनि यसरी चाहिँ यहाँसम्म आइपुग्नुभयो सबैभन्दा ठुलो कुरो त्यो हो Listen up, this is Nepal, baby. एउटा चाहिँ लिने होला एउटा लिएर यसलाई चिप्लो भेट्ने हुन्न बाहिर न तल पनि हुने होला रेन फर्किनु पर्यो एकचोटि फेरि यस्तो गर्दा हिउँ पाइन्छ कि जिन्दगीमा कहिले दुखेर यस्तो ब्यान्डेज बाँध्दै बाँध्दै हिँड्नु खाँदै ओर्लिने बेलामा हामी चाहिँ गोसाइकुण्डबाट झरेर त्यहाँ त कस्तो खुलामा रहेछ टोइलेट फर्किँदैछौँ गोसाइकुण्डबाट बाबा ल्याउ परेर हामी ठुलो स्याप्टु हुँदै गएको थियौँ फर्किँदा पनि ठुलो स्याप्टु हुँदैन फर्किरहेछौँ बाबा ल्याउ परेर रमाइलो भइरह यो चाहिँ हाम्रो गोसाइकुण्डको ट्रिप थियो हाम्रो ग्रुप हो यो आमा हुनुहुन्छ अलमोस्ट 7 इयर आमा हजुरलाई कस्तो लागिरह एकदम आफ्नो जिन्दगी पहिली बारको खुसी हुनुभयो है यो हिउँ परेर एकदम दिगदार लागिरहेन लागेन मलाई त रमाइलो है रमाइलो एली चाहिँ मिस हुनुहुन्छ कस्तो लागिरह हजुरलाई एकदम रमाइलो अनुहारै देखाएन कस्तो मन हुँदाखेरि चाहिँ देखिन्छ क्या अहिले भित्र गएपछि रमाइलो लागिरह फर्स्ट टाइम यो फिल गरेँ त हेलो सुधा कस्तो लागिरह एकदम गुड फर्स्ट एक्सपिरियन्स हेलो लक्ष्मी हेलो कस्तो लागिरह बहुत रमाइलो मेरो रमाइलो लागिरह लडेर च्यातेको पढेर च्यातेको भइहाल्छ नि त्यसले के हुन्छ एकदमै रमाइलो लागिरह है अब घरतिर पानी परेर यस्तो ओढेर हिँड्नु परेको भए कस्तो दिगदार लाग्थ्यो झ्याउ लाग्थ्यो होला कस्तो रमाइलो फिल भइरह गएदेखिबाटै हामीले हिउँमै हिँडिरहेछौँ जाँदाखेरि नि पानी परिरहेको थियो यो चोलाङपाटीबाट हिउँ परिरहेको त्यसपछि आउँदाखेरिको बाटो अलिकति चाहिँ चिप्लो भयो माथि लेकको बाटो चाहिँ चिप्लो भयो नभएदेखि हामीलाई त्यस्तो गाह्रो पनि भएन र रमाइलो फिल गरेर हामी इन्जोय गरेर 1 2 3 4 चियर्स बाहिरको वेदर देखेन बाट गाडी चढेर आधी बाटोसम्म आयौँ है अब यहाँबाट हाम्रो गाडी बिग्रियो त्यसपछि हामी टिप्परमा जाँदैछौँ टिप्पर
ल तपाईँको जुत्ता खोल्नु जुत्ता त्यही खोल्ने रे आमा यो भिआइपी हो क्या भिआइपी नै हुँदो रहेछ बरु स्कर्पियोमा भन्दा त आमालाई घरै फेरिदिनु ल माथि जानु यता एउटा जुत्ता खोल्यो एउटा जुत्ता आमाले जुत्ता भएको चाहिँ त्यहीँ बस्यो हुन्थ्यो बरु मैले खोल्नै नमिल्ने लाग्यो कि त्यही भएर खोल्नै नहुने त्यही राख्नु त जुत्ता मेरो सजिलो छ केही छैन उहाँको ख्वास मिल्छ मेरो फेरि यतापट्टि आउनु भयो हुन्छ आमा यिनका लाली गुराँस पनि यार कति दुःख दियो खिच्छ मलाई तल झार्नलाई कस्तो पागल रहेछ ए चप्पल खोल्ने मलाई चप्पल खोलेर आउनु पर्दो रहेछ क्या कहाँ जाने हो हजुर कहाँ जाने हो हजुर तपाईहरु कहाँ पुग्ने हो चितवन नारायणघाट नारायणघाट के नारायणघाटमै च्याम्पियन आउनु डिलक्स गाडीमा हामीसँग पाँचजनालाई रिजर्भ गरेर आएको नि हामी कहाँबाट केही त पावर होला नि हामीमा 5 जनाले मात्रै यत्रो गाडी बुक गर्ने कता सिट फेरि अन्त त 50 रुपियाँ तिर्नु बाँकी रिजर्भ गरेर आएको यत्रो गाडी रिजर्भ गरेर आएको हेर्नु हामीले अब रको यही हो पैसा जति सबै सकिएर अब यति पैसा यति खाने सब कति भुक्का भयो त्यो झोला फेरि 4 सिटमा ल्याएर हटाउँदा